I'm here to take. So alright guys, good morning. Very new day with a new vlog from Upper Mustang Lomonthang. अनि घाम पनि सर्लक्क उडाएको छ एन्ड पप्पी छ यहाँ चाहिँ अनि यताको लुक्स 360 हिजो चाहिँ डे एकदम क्लिन गर्थ्यो आज बादल सर्लक्क लागिरहेको जस्तो छ सो आज चाहिँ हामी सबै भ्याइसक्यो र हामी चाहिँ अब फर्किने तर्खरमा छौँ र गजमबाट निस्किन्छौँ अनि हेर्नु न कत्रो हिजो देखाएको थिएँ नि मैले तपाईँलाई ओए मुजा चाचिस टोक्नु रहेछ खुब खुब लाएर अझ डाँटमा अड्किन्छ त्यो मुजा कुन चाहिँको मुजा टुक 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 पप्पु भाग्छ पहिला पहिला त्यहाँ मान्छेहरू बस्थ्यो होला कि त्यो डाँडामा लुट्छन् भनेर त्यहाँ दरबार जस्तो एउटा डाँडामा छ अनि यो एउटा डाँडामा छ चिसो भयो बाहिर बस्नै सकिएन आम्मामा Standing by your side, I'll do anything for you anytime. ल गाइस हामी चाहिँ निस्कियो टक्क लाएर सर्लक्क आनन्द पाराले अब अप्पर मुस्ताङलाई पनि बाई बाई अब एमआरबी दाइको भ्लग हान्नु म हेर्दै हेर्दैन मुस्ताङको भ्लग हान्नु त धेरै भयो मुस्ताङ है वाक्क दिक्क प्याक्क भइसक्यो यो चाहिँ पर्सनल लाइफ स्पेन्ड गर्न चाहिँ मजा आउँछ फेरि अब भिडियो त धेरै भयो कि अघि अघि चाहिँ सुरक्षाले यहाँबाट छ भनिदिनु होइन हुन त होला मैले थाहै होला भनेको अझ माटै हालिदिन्छु अनि 5,000 को बाजी ठोकिदिउँ गरेँ 5,000 हामीले फर्काउँदैछौँ हामीले गाई चाहिँ हामीले फर्काउँदैछौँ त्यो डाम भन्यो होला त्यो डोजरले बनाएको डाम नहेरिकन ल यहीँ रोक्नु रोकाले यहीँ हो क्या रोक्ने काले रोक्न रोकाले यही हो क्या ल ल ल म झल्छु ल अहिले नै होइन पहिल्यै थियो कालु ल गाइस बाजी ठोकेर गाडी फर्काएर आउनु भन्ने ल छिटो आऊ छिटो ल ल छैन है गाइस यहाँ बाटो मैले छैन भने चाहिँ तपाईँलाई गाह्रो हुन्छ गाइस यहाँ झार्न नि यो डोजरको डाम हो मान्छेले त बाइकले झारे होला बरु यो बाटो चाहिँ नआउनु मेनली तपाईँ मेन बाटै उक्लिएर आउने अप्पर मुस्ताङ हुनुहुन्छ भने आम्मामा भ्यू हेर्नु त कडा छ यो हामीले चाहिँ गाडी फर्काउँदैछौँ टक्क लाएर हामीले चाहिँ अघि सुरक्षाले यो बाटो छ भनेर भनेको थिएँ मैले छैन कि यताबाट फर्काउ भने पत्याउँदै नपत्याउने छ कहाँ छ 5,000 रुपियाँ यहाँ छ ल 5,000 झिकिहाल्यो है केटा तिमीसँग अनि खेलेको के म तपाईलाई नोबिल के अरे सरी माछा पुछे ब्याङ्कबाट हाल्दै भन्ने तपाईलाई 5,000 फ्याक्ट हालिदिन्छु हैन इसाबाट हाल्दै भन्छ इसामा जति रुपैयाँ छ त्यति रुपैयाँ पाउनु भयो ल मैले 20,000 भने 20,000 पनि पाउनु भयो तर गेस गर्नु परेको थियो भने इसामा गेस गर्नु भने रद्द त्यसो चाहिँ मलाई 5,000 हाल्यो नि कस्तो क्वेशन दिएको आफूले जिन्नी के ल दिनु सर के सर होइन मलाई त त्यो कस्तो त्यो हुन्न मलाई मैले त होइन भनेको मैले त्यति मलाई चाहिने 22,000 मलाई उसै हाल 5 हाल 5,000 ए देख्नु भने 5,000 सिधै मलाई माछा छिरो दामी है त ल गाइस अब अलिकति गाडीमा बसेको गर्मी बाहिर बसे भए यस्तो जाडो अघि त्यो बाइक लुज भएर बाइक टाइट गर्न गएको यस्तो जाडो भयो अनि टक्क लाएर अहिले चाहिँ हामीले सर्लक्क इनर्जी ड्रिङ्क्स खाँदैछौँ भेट्टामा पुरै पाल स्टप गर्नु काले यहाँ एउटा जुम हान्नु पर्यो हेर न दोस्त त्यहाँ मान्छेले त्यो काठै राखेर बना जस्तो हेर पालमा यो त मान्छेले बनाएको पाल जस्तो हेर त्यो भित्र कोठा छ है त्यहाँ भित्र के छ सुन भेट्टेलाई इट्टाहरूको दिवार बनाएको हेर ओ माई गड कस्तो को बस्यो होला त्यो टाइममा है उत्पन्न हुनु नअगाडि अरे यहाँ त एन्टिक सामानहरू टन्नै पाइन्छ होला खोज्न जाने र ए लगाइ सुरक्षाले टक्क गाडी चलाउँदै छिन्ने हिमाल देखेर चलपल हान्न मन लाग्यो हल्का होइन हैन यस्तो बाटोमा कस्तो हुन्छ भने मैले नि एक्सपीरियन्स गर्नु पर्यो नि यो गाडीको भित्रबाट यो फोटनको भित्रबाट हेर्नु त आम्मा बाहिरको भ्यू त क्वाल बल देखेर सुरक्षाले गाडी चलाइराखिन् दोस्तले चाहिँ भिडियो गराइराखन् काले फेरि रेस पायो बल्ल अहिले हामी यता जाऊँ दोस्त उता नजाऊँ यता इममा माथि हाने हुन्छ सो राइट गाइज हामी चाहिँ यहाँ टक्क लाएर यहाँ बसेछौँ गाडी चाहिँ हामीले यहाँ पार्किङ गरिदिउँ ढक्क लाएर अनि यहाँबाट हिमाल बवाल देख्दो रहेछ हामी यहाँ हल्का डाँडा चढ्ने प्लान बनाएको छौँ गरे तपाईँले हिमालको 360 भ्यू दामी तरिकाले फुल अन बवाल
आइरहेको होला है त अलिकति हेऱ्यो हिमालको भ्यू पनि र माथि गएर अलिअलि टिकटकहरू इन्स्टाग्रामको रिलहरू सुट गर्छौँ र फेरि हामी फर्किनु पर्ने हुन्छ र यो बाटोमा चाहिँ माथि टक्क लाएर यो बुद्धिस्टको यो झन्डा जस्तो छ अनि मुनि हेर्नु न बाटो बवाल छ नि त ल माथि डाँडामा अलिकति भ्यू पनि हेऱ्यो तल फोन गरेर चाहिँ खाना अर्डर दिइसकेको छु अब तल गएर खाना खाएर फेरि निस्किनु पर्ने हुन्छ त्यही हो गाइज अनि भिडियोलाई अगाडि बढाउनु भन्दा एउटा इन्ट्रेस्टिङ एपको बारेमा भन्न गएको छु जसमा चाहिँ तपाईँले त्यहाँ फुटबल न्युज क्रिकेट न्युज भलिबल न्युज हकी सबैको न्युजहरू हेर्न सक्नुहुन्छ सबभन्दा अगाडि र लाइभ गेमहरू पनि फ्रीमा हेर्न सक्नुहुन्छ अनि त्यसपछि तपाईँले त्यसमा 24/7 कस्टमर सपोर्ट पनि पाउन सक्नुहुन्छ अनि यो चाहिँ एकदम इन्ट्रेस्टिङ रहेको छ र गुगलमा गएर एमएल सर्च गरेर मेरो स्क्रिनमा दिएको नाम युज गर्नु भने तपाईँले टन्न गिफ्ट ह्याम्परहरू पाउन सक्नुहुन्छ त्यो सबै चिजहरू चाहिँ कमेन्टमा पिन गरिदिएको छ सो डु चेक इट आउट सो गाइज हामी चाहिँ अस्ति खाना खाएको राति बाइक प्याक गरेको ठाउँमा आइसक्यो खाना खानको लागि अस्ति यहीँसम्म हिउँ थियो अहिले त पग्लिसकेको छ रातिमा चाहिँ यो नजारा बब्बाल देखेको अनि सुरक्षा चाहिँ त्यहाँ सुट गर्दैछ नि टक्क लाएर खानाको अर्डर दिएको गरेँ अहिले त पाकि नै सक्यो होला खाना चाहिँ अनि यस्तो होटलमा आएर खानुको मजा के थाहा सरलक्क यता आयो अनि ठ्याक्क यस्तो यहाँ सुका हुन्छ नि स्याउको सुकुनी यस्तो चोऱ्यो अनि हेरेको न गाडी लुगेर तपाईँको स्याउै चोरेर खाइदिउँ हामीले छिटो होला भने ढिलो भयो क्या लास्ट लामो रहेछ बाटो एउटा रहेछ त गिटार त स्पेनिस गिटार रहेछ यो गिटार फेरि मलाई बजाउने भन्ने लास्ट र फेड हुन्छ पुरा ट्राइबल ट्रेनकोले बजाउँछ नि त्यस्तै टाइपको के यो मात्र खासै आउन्न तर हो यो तिनवटा तार होइन यसको यो तलको तार The next day. So alright, good morning, the new day with a new vlog from village. Direct अप्पर मुस्ताङबाट हामी डाइरेक्ट गाउँमा आइपुग्यो वहाँ चिसोमा अनि त्यो अलिकति बिरामी होला जस्तो नि भयो सकिएन एकदम अलि चिसो बढिरहेछ हैन मुस्ताङमा अब दसैँ पछिको दसैँ अगाडिको ठाउँ मात्रै टाइम मात्रै ठिक हो मुस्ताङ जाने चाहिँ अनि आनन्दले जाने भने हामी फेरि अब चिसोमा अझै इलेक्ट्रिक बाइक लिएर जाँदाखेरि अनि त्यस्तै भयो रमाइलो भयो हैन तानियो सबै ठाउँमा म त फ्यान भयो गाइज अरू भन्दा पनि म चाहिँ एकदम फ्यान भयो इलेक्ट्रिकको अनि डटहरू आयो भने त 100% म लिन्छु एडियाले डट बाइक निकाल्नु पर्यो है मेरो हम्बल रिक्वेस्ट छ स्कुटर त डेली बेसिसको लागि यो स्कुटर मलाई त बेसै लाग्यो यार यसो हेर्दाखेरि अरू इलेक्ट्रिकसँग कम्पेयर गर्नुपर्दा अब त्यो सबै मलाई मेरो पर्सनल ओपिनियन तपाईँहरूलाई भनिरहेको छु तपाईँहरू चाहिँ आफै गएर चेक गर्न सक्नुहुन्छ है सो एडियाको सोरुम चाहिँ भिजिट गर्नु होला हामीले चाहिँ गाडीबाट बाइक र स्कुटर झिकेर यहाँ राखिसकेको अवस्था छ बाइक र स्कुटर चाहिँ यहाँनिर छ डुब्न आँटिसकेको अवस्था छ हो यस्तो धान बोकेर आउनुभयो धान कि के अरे पराल र घाँस ओहो हेर्नु त घाम डुबे भयो लक्क हेर्नु त हिलो भएको छ मलाई यस्तो सफा बाइक भन्दा यति हिलो भएको मनपर्छ किनकि हामी डट राइडर हो हामीलाई अफ रोडिङ मनपर्छ होइन यस्तो बबाल फुल लुक्स एडियाको फुल लुक्स यही हो यो चार्जिङको मैले यहाँको यो लक लाउनै भुलेको थिएँ यो चाहिँ लाम है पानीहरूको चाहिँ भित्र छिर्न चान्स हुन्छ सेफ्टी त सुन्नु पऱ्यो नि त होइन टक्क लक भयो केही छैन ब्रेक छैन खै ब्रेक उता गियर नि छैन टेक्नी पछाडिको टेक्नी बाइक पनि धुन पर्ला जस्तो ला अनि यो डिजाइन हेर्न कस्तो मन परेको मलाई ठ्याक्क भित्रबाट तारहरू ठ्याक्कै क्या त्यो
फ्युचरिस्टिक टाइपको भरि बवाल होला जस्तो बनायो कि त्यो तर यो तारहरू यसकै युजको लागि होला अनि यहाँ यो सिसाभित्र यस्तो छ होइन अनि स्कुटरको चाहिँ सर्लक्कै दामी तरिकाले एडियाको लोगो अगाडि हेर्न सक्नुहुन्छ ऐना चाहिँ हल्का बाङ्गेतिर झिकेर राखिदिएको सर्लक्कै ल चलाउने जी भाइ चलाउन आउँछ चलाउनु न म जिम्मेवारी भएँ ल चढ्नु र त्यसरी जानु ल असम्म कहिले हजुरले साइकल चलाउन आउँछ हजुरलाई साइकल चलाउनु हुने ल साइकल नचलाउने जीवा चाहिँ यहाँ स्कुटर दामी अब उता बाँसको ट्याक्सी ल हाम्रो जीवाले बाँसको ट्याक्सी बनाउनुहुन्छ अरे गाउँतिर यसो चलाउनेको रमाइलो म तपाईँलाई देखाउँछु गाउँतिर कस्तो हुने रहेछ होइन एडी हामी त मुस्ताङ त लगेर गइयो गरेर जान चाहिँ अब पछाडि बसिरहेको छौँ गाउँतिर यस्तो रमाइलो हेर्नु होला रेगुलर लाइफको लागि अब राइडको लागि मात्र होइन यो स्कुटर बाइक भनेको चाहिँ म प्रिफर गर्छु तपाईँहरूलाई रेगुलर राइडको लागि अब यसको पर्फर्मेन्स देखाउन मात्र हामीले चाहिँ मुस्ताङतर्फ लगेको थियौँ होइन अनि पर्फर्मेन्स वाज भेरी गुड भेरी नाइस है अनि अलिकति प्रब्लम चाहिँ कहाँनिर पऱ्यो भनेपछि अब प्रब्लम त आइहाल्छ नि सानोतिनो अब सरकारले अब त्यो पोलै नहालिदिएपछि लाइनै नबनाइदिएपछि तर इजिली चार्ज गरेर चाहिँ इजिली हामी पुग्न मिल्छ क्या त्यो भएको कारणले चाहिँ कतिपयले कमेन्ट पनि देखिरहेको थिएँ होइन सो त्यही हो गाइज अब चाहिँ हामी सर्लक्कै ल हाम्रो गाउँको भ्यू धान काटिसके सर्लक्कै लाएर बवाल तरिकाले ल गाइज यहाँ म नि यहाँ बाइक स्टार्ट गर्नु लाग्यो स्टार्टै भएन सर्लक्क पारेर यहाँ बाइक ढकाल्ने मान्छेको एउटा मिठो ट्यालेन्ट हेरौँ त है आमा के हो जिउमा उसै छैन क्या खुट्टा नि हुन्छ लो 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 लास्ट फ्लेक्सिबल जान यार भाइ यार हुन्छ क्या ओहो है तर यार तेरो ट्यालेन्ट के छ त नि तेरो ट्यालेन्ट के छ बाबा आऊ छैन ए कालीको र यसो मात्रै रहेछ यहाँ ट्यालेन्ट यार खतरा यार करा त खेलाउनु पर्यो है अब लो 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 खायो मुलुक खायो अब कालीको फेरि बेस्ट प्लेयरको हो नि लो तेरो फेरि आमालाई उचाल्ने हो तेरो ट्यालेन्ट यार हाम्रो डेडलक भयो यार ल त्यहाँभित्र 50 रुपियाँ पऱ्यो भने फेरि तर मलाई 50-50 हो नि फेरि है ल तैँले महिनाको कति नुहाउँछस् हप्ता कपाल नि कपाल नि हप्तामा कपाल सुक्न चाहिँ कति टाइम लाग्छ मिनेट गफान्छ कपाल यो कपाल सुक्न मिनेट लाग्छ एक दिन भन्दा 3 दिन लाग्ला तेरो कपाल सुक्न त तैँले थाहा रहन्छ हामी चाहिँ अहिले डाँडामा आएको छौँ र हेर्न सक्नुहुन्छ यहाँ ताल पनि छ यो तालमा हामी सानोमा पौडी खेल्थ्यौँ होइन यहाँ भैँसी नि खेल्थ्यौँ पौडी नि खेल्थ्यौँ लुतै आउँथ्यो होइन अनि पछि धेरै पछि यो धारा बनाइदियो धारामा गएर नुहाइन्थ्यो अलि ठुलो भइसकेपछि हेर्न यो ताल अलि यो भैँसी नखेल्ने अरे यहाँ स्विमिङ गर्न मजा आउँथ्यो यार क्या बल छैन त ताल सर्लक्क परेको यहाँ पछाडि चाहिँ अङ्गा पन्ठोक छ यो पछाडि चाहिँ सर्लक्क केटाहरू चाहिँ यहाँ चिल हान्दै बस्यो यहाँ होइन दामी तरिकाले हाम्रो बाइक चाहिँ यहाँ राखिरहेछौँ हरि मजा यार आमा चार्ज गरेर हिँड्यो यार यो चार्ज हाम्रो गाउँतिर चाहिँ अघि लाइनको प्रब्लम छ नि त गाउँतिर अब पानी जाने पहिरो जाने होइन तर एउटा सानो जेनेरेटर भयो नि सानो जेनेरेटरले पनि चार्ज हानिदिँदो रहेछ मैले चाहिँ त्यो एक्सपिरियन्स चाहिँ अप्पर मुस्ताङमा गरेको अप्पर मुस्ताङमा जाने बेला हामीलाई एकदम गाह्रो भएको थियो किन भन्दा लाइनै जाने क्या अनि यहाँ दोस्तले चाहिँ यहाँ दामी तरिकाले हाइपर ल्याप्स हाले हन् सो त्यही हो गाइज अब यसो सर र फेरि बिहान पनि हेऱ्यो अब फेरि नाइट भ्यू बेलुकाको भ्यू पनि सर र उडेर हेरिदिनु मात्र लेडिस उडेर स इन 3, 2, 1 सर्लक्क निस्किन पर्यो अनि टक्कलार यहाँ चाहिँ यस्तो गोठ बनाखाने हेर्नु यो परालको आगो फिल्मको सुटिङ गर्न लाखान त्यो सुटिङको लागि यो जलाउने भनेर हो भन्छन् गरे केटाले गखान्छ नि के गर्छन् कुनै अनि अब चाहिँ रात पनि पर्न लाग्यो दामी भ्यू हेर्नु होला बादल झरेको अझ हाइट ड्रोनले चाहिँ हाइट लिमिट दिन्छ कि त्यहाँ माथि चाहिँ प्लेन उड्छ भनेर होला होइन 500 मिटरभन्दा माथि जानै मिल्दैन क्या ड्रोन होइन अनि त्यो 500 मिटर 1000 मिटर 1 किलोमिटर जति माथि गयो भए चाहिँ माथिबाट हिमाल देखिन्थ्यो क्या आकाशको भ्यू निखिच्न मिल्थ्यो त्यो बादल माथि हिमाल नि खिच्न मिल्थ्यो बादल नि खिच्न मिल्थ्यो जमिन नि खिच्न मिल्थ्यो क्या 3टा सर्ट यस्तो बवाल आउँथ्यो होला
अब होप्सो अब त्यो रुल्सलाई त फलो गर्नै पऱ्यो फेरि झ्याउ हुन्छ ल। अनि यो बाइकमा चाहिँ अर्को खासियत भनेको स्कुटरमा हुने चाहिँ यत्रो डिक्की छ कि स्कुटरमा हुने जस्तो खासियत क्या बिस्कुट नि अटेछ अनि यत्रो ठुलो ड्रोन नि अटेछ क्या यत्रो स्पेस भएको चाहिँ मलाई सही मन पऱ्यो क्या यो चाहिँ स्पेस चाहिँ चाहिन्छ क्या बाइकमा होइन कहिले काहीँ होइन अब यसमा हेलमेटै चाहिँ नअट्ला तर यति धेरै स्पेस छ कि कुरै हेलमेट त ठुलो हेलमेट त स्कुटरमा नि अट्दैन तर यो त बाइक हो नि त जे भयो नि हाम्रो कुरो यत्रो ठुलो भयो बाइकमा हालेको कसरी लाने भाग्छ गाडीले हाल्नु पनि पर्छ नि होइन रातभरि भुग्या दिनभरि गाउँ डुल्या म यसलाई च्याप्पैसँग उचालेर हाल्न खोज्छु क्या औषधि हाल्दै गऱ्यो मान्दैन के हो रिसा त्यहाँ आफूभन्दा सानो कुकुर पारेर लगाएर नि खेलेको दुइटा भोग्दै टोकिदिन्छस् अहिले डोले जाने रहेछ नि खेलाउनु 3 भाइ हामी 3 भाइ नटोक है नटोक तिमीलाई बोकिदिन्छ त्यसले बलियो सल्लाउन सकिँदैन त अरे ल अलराइट गाइज घरमा बाइक ल्याइसकेँ बाइक र स्कुटर टक्क लगाएर सेलक्क हेर्न सक्नुहुन्छ नि यता जुन उदाउँदैछ बाल तरिकाले यहाँ माथिबाट अहिले जुन हान्दा राम्रै होला अब यहाँ कुकुर पनि आएन मम्मी चाहिँ पानी भर्दै हुनुहुन्छ कुकुरलाई ए हाम्रो घर कुकुर भाग्छ होइन गाउँ डुल्छ कुकुरलाई यहाँ मासु हेर्ने गाइस मासु पकाएर राखिदिनु के खालको खाना चाहिँ दिने कहाँ हाम्रो मम्मीले जोलाई नि मान्छेलाई खास खान नदिने कुकुरलाई बिरालोलाई दिने यार 1 किलो मासु खान्छ यार अनि गाउँ डुल्छ राई बान्न नदिने बान्न हुन्न अरे स्वतन्त्र हरण हुन्छ अरे भयो बान्न नमानिसकेर कुकुरको जात डुलिहाल्छ अरे जस्तो कुरा गर्नुहुन्छ ल त्यही हो गाइस अब आज यति नै मात्रै भयो अब